ओ टासिदले नमस्ते। यो जुन पछाडि देखिरहेछ त्यो चाहिँ मनसुलु भने चाहिँ मनसुलु हिमाल हो। अहिले म यो सामा गाउँदेखि बोल्दैछु। यो चाहिँ हाम्रो पुरानो बस्ती सामा गाउँमा पुरानो बस्ती चाहिँ यता चाहिँ पुरा पहिला पुरानो बस्ती चाहिँ हो। अब यता चाहिँ अहिले हामी नयाँ बस्ती सामा गाउँमा नयाँ बस्ती। अब होटलहरू गेस्टहाउसहरू सबै यतातिर छ। जुन यो देखिरहेछ त्यस्तै चाहिँ अन्त यो जो मेलारेको ठुलो नै छ नाल्चुपुक भन्ने ठाउँ। अनि यता देखिरहेछ यो पहाड चाहिँ हाम्रो यहाँको भाषामा चाहिँ पङ्गुछे भन्छ। पङ्गुछे भन्ने त्यो चाहिँ भयो। अनि यता यसो घुमे अहिले देख्दैन रहेछ। यता एउटा हिम त्यो पहाड हेर्छ त्यो चाहिँ हाम्रो यो सालाको हेरेर छ। अनि यता चाहिँ हाम्रो पुग्नी यो डाँडा बजार चाहिँ पुग्नी भयो। अहिले म बसेको ठाउँ चाहिँ हाम्रो यहाँको भाषालाई चाहिँ बेला भन्छ। बेला भन्ने ठाउँमा छ। एकदम जाडो छ। अहिले बिहान 6 बजे रहेछ। काम चाहिँ छिटो लाग्दो रहेछ। बेलुका काम छिटो जाने रहेछ। बिहान चाहिँ काम अलिक छिटो लाग्दो रहेछ। यो जाडोले चाहिँ यहाँ पुरा अनुहारहरू पनि पुरा रातो बनाउँदो रहेछ। किनभने 20 वर्ष भनौँ 25 वर्ष पछि म यो गाउँमा चाहिँ यति एकदमै ढिलो बसेको चाहिँ यो वर्ष लास्ट हो। किनभने त्यसपछि पहिला म यहाँ आएको चाहिँ 3 वर्ष 4 वर्ष जति भयो। तर पनि यो चाहिँ वर्ष म योभन्दा पहिले नै काठमाडौँ झर्छ। त्यसैले यो वर्ष चाहिँ अहिले लास्टमा यहाँसम्म बस्ने भनेर सोचेको छु। कस्तो आउँछ हेर हेर्छु। त्यसैले यो अनुहारहरू पुरा रातो मुहारहरू पुरा चास्टिँदो रहेछ। गाउँ गइँदो रहेछ। यो लिपस्टिकहरू चाहिँ लगाए पनि काम छैन। अनि हेरेर ढिलो चाहिँ आज हामी पारी जान लाग्यो। जुन अहिले म बोलिरहेको छ त्यो चाहिँ वारी हो। अनि हामी आज पारी चाहिँ किन जाने भने आज हामी दाइको उता गोठ छ। गोठ भन्नेले चाहिँ अब हिउँदो महिनामा दाइ चाहिँ चौरीहरू लगेर बारी जान्छ है। त्यसको लागि चाहिँ दाइले गोठ बनाउनु जाने रे। अनि मसँग मेरो दाइसँग दिदीको छोरा हामी 3 जना अब आज उनीहरू चाहिँ गोठ बनाउने। अनि म चाहिँ उनीहरूसँग स्थितिकै जान लागेको। अनि आज यहाँ गोठ कस्तो बनायो के बनायो भने त्यसको बारेमा भिडियोहरू चाहिँ हाल्छु होला। ओ माथि पुरा हिउँ। अब अहिले हामी चाहिँ पारी पुगिसक्यो। यो ठाउँ चाहिँ कल्चो भन्ने ठाउँ चाहिँ हो। यो दाइ यता यो दिदीको छोरा। आज हामी यो गोठ चाहिँ बनाउनु लागेको। सानो ठाउँमा चाहिँ यहाँ धेरै बस्यो। यो कल्चो भन्ने ठाउँमा यता यो देखि चाहिँ त्यो चाहिँ पारी हो। साला भन्ने ठाउँमा हामी चाहिँ अहिले वारी। बिहान पारी थियो अहिले वारी। यहाँले मनसुलु हिमाल कस्तो राम्रो देखिरहेछ।
走我那条路。我这不拉电吗？कामको काठ यस्तो बनाउँछ लगायो अनि त्यसमाथि अब केहरू छ यो त्यो माथि पाल्छु यो त्यो माथि माटो हाल्छ Rasanya patung dah gua ni. Bot. Ada tadi. Masuk lu palu. Masuk lu palu. Kau jangan lalu. Palu. Kau jangan garba je tadi. Al palu. Al garam ni. Oh, pas. Ho gaya. अब हामी छाना लगाएको छाना छाना लगायो यो चाहिँ अलि भएन अलि यता भयो
अब हामी यो चाहिँ सकियो अब यो चाहिँ सकिएर जानु लाग्यो अब oh iya अब यसको पालो काम सकिएर फर्किएर जाँदैछ यता चाहिँ हाम्रो गाउँ यो स्कुल पारी गौरी शङ्कर स्कुल यो भएर जानुपर्छ अब हामी चाहिँ आज हामी चाहिँ काम सक्यो भन्नु चलो अब फर्किएर जाँदैछ ओके आज भिडियो चाहिँ यहाँसम्म